अलिकति बेसी फुटेज दिए जस्तो लाग्यो पाण्डा लाइभ स्ट्रिमिङमा नेगेटिभ कमेन्ट्सहरूलाई लेट्स नट डु द्याट डोन्ट लुज योरसेल्फ द्याट्स मोर इम्पोर्टेन्ट स्टे स्ट्रङ रे Dia Gurung, thank you so much. Exactly, guys. All that process, man, you're not supposed to lose yourself. I think it's so. Please B-O-Y हुन्छ कि B-A-Y बे भयो पढ्ने बेला कुन चाहिँ केटालाई कसलाई डेट गरिरहेको रहेछ हेरेर बसिरहेको थियो के हो बोयको स्पेलिङ धेरै आउँदैन बोयको स्पेलिङ कसलाई आउँदैन यार त्यो पढ्दैन अब मेरो मम्मीलाई पनि आउँछ बोयको स्पेलिङ त कस्तो एज म्याक्सिमम हेटर्सहरू तामाङ चाहिँ हेर्दैन त्यहाँ फेरि के भएको बोयको स्पेलिङ त मेरो मम्मीलाई पनि आउँछ यार Hi Ashika, के छ? Oh my god, Ashika धेरै पछि देखेको. Hi Shrizu. Radhika, hi. I love you. Thank you so much for loving. Be strong भइरहेछ. त्यही. फेरि मिल्नु नि मिले पनि गाइस हामी क्यामेरामा चाहिँ आउँदैन सक्यो के तपाईहरुले यति मात्र एउटा कुरा चाहिँ के बुझ्नु whatever we had is over भनेर बुझ्नुस् त्यति मात्रै सेवा नमस्ते He never loves her seriously भन्नु पर्दा रे तपाईले मेरो रात भरि कुरा हुन्थ्यो है अनि मैले तपाईलाई सुनेको थिएँ I never loved her seriously भनेर तपाई त मेरो त जिग्री हो नि हैन तपाई र म त हजुरको रियल नाम चाहिँ के हो रे मेरो नाम ठोक बहादुर तामाङ हो You still love her I will forever love her What do you mean you still love her Guys मेरो YouTube जसले हेर्छ मेरो YouTube उहाँहरुलाई चाहिँ मेरो बारेमा ठोक बहादुर तामाङ अनि YouTube हेर्ने मान्छेहरुलाई थाहा छ त्यो बाइ चाहिँ छक्का बहादुर तामाङ रे शरणले खै तिम्रो मम्मीले त्यसो लागेको थिएन तिम्रो मम्मी त पुरै इन्जोय गरिरहेको थियो यतिको केटा त मैले अझै कोही भेटेको छैन यार मिस्टर तामाङ यु आर द बेस्ट या म तिम्रो लागि तिम्रो बाबै छोड्दिन्छु भन्नु थियो मैले नछोड्दै बिचारा यहाँनेरि छोरा यसरी यहाँनेरि अर्काको लाइफमा कमेन्ट गर्दै हिँडिरहेछौ कान निमटेर त्यसलाई सही बाटोमा ल्याउनु पर्छ बाबा मिलेर अबदेखि मेरो पिछा छोड्दै भने भनेको थिएँ मैले तेरो मम्मीलाई अनि त्यो पछि अहिलेसम्म तेरो बाउ आमा भएको न त त्यो पनि हुँदैन थियो थ्यांक गॉड कि मैले तेरो बाउ आमाको रिलेसन बचाइदियो भने ब्रो चिल हो रे म त चिल हो गाइस मलाई त जति जे आए पनि डजन्ट म्याटर हो छुदैन केले छुदैन मलाई त मैले भने पनि गाइस सोशल मिडियाको हेड मेरो लागि आएको थिएन नि त नि जुन बेला मेरो फ्यामिलीलाई मेरो सराउन्डिङलाई आउँछ नि हेड सक्यो मैले गाइस अहिलेसम्म सोशल मिडियामा कसैले मेरो बारेमा जे पाइदिए भन्दा अहिलेसम्म कसले रेस्पोन्स गरेको देखाछ छैन नि हैन मैले बरु मेरो भ्युअर्सलाई कसैले गाली दियो भने मैले त्यहाँ गएर डिफेन्ड गर्न लाग्छु गाइस इट्स अलवेज माई लभड वान यु सेफ्ड जहिले पनि त्यही नै हो Why you look so nervous and restless like that? त्यो त भइहाल्छ नि